सम्पूर्णलाई नमस्कार, गुड इभिनिङ। अनि कुजाङको खामरिमो सलाम भन्दै म तपाईँहरू समक्ष रिटायर टकमा केही कुराहरू फेरि अब साझा गर्न लागिरहेको छु अघि। र अलिकति अगाडिको मेरो एपिसोडमा मैले 1977 को पाङथाङ जहाँनिर चाहिँ एसिपीको हेडक्वार्टर हो कि कस्तो थियो भन्ने कुराहरू तपाईँहरू समक्ष मैले राख्ने कोसिस गरेँ है। त्यस्तै प्रकारले अब त्यहाँनिर त्यो पाङथाङमा त्यति बेलाको समयमा है भएको धेरैवटा सम्झनाहरू भनौँ न है त्यहाँनिर अब रहेको छ है। र यो चाहिँ एकदम नितान्तै डिटेल्समै है तपाईँहरू समक्ष राखौँ कि भन्ने नि है। यसमा अस्ति अगाडिको अब त्यो जुन चाहिँ हाम्रो मैले राखेको त्यो एपिसोडमा धेरैजना साथीहरूले है हेर्नुभएछ, सुन्नुभएछ है। र उहाँहरूले अलिकति कमेन्ट्सहरू राम्रो कमेन्ट्सहरू पनि अब गर्नुभएछ है। र त्यो कमेन्ट्ससँग त अब त्यति सारोकार छैन भनौँ है। तर त्यसरी त्यति बेलाको है समयको अब साथीभाइ है जसले चाहिँ अब यो माने अब फिजिकल्ली नभए पनि यो अब एउटा सामाजिक सञ्जालको माध्यमबाट है उहाँसम्म पुग्नु पाउँदाखेरि धेरै अब खुसी पनि लागेको छ है। यसरी नै अब जो जति पनि अब हाम्रो साथीभाइहरू 80s को है हुनुहुन्छ, तपाईँहरूले यदि हेऱ्यो भने तपाईँहरूको छोराछोरीले पनि हेरेर यसको तपाईँहरूलाई बतायो भने है तपाईँहरूले पनि अवश्य नै अब यसमा कमेन्ट्समा हाई हेलो त गर्नुहुन्छ भनेर त्यो पनि मैले विश्वास साँचेको छु है। र त्यही हो पाङथाङमा अब त्यो ट्रेनिङको दौरानमा है त्यति बेलाको ट्रेनिङ साह्रै नै अलिकति मैले अस्ति पनि भने तपाईँहरूलाई अगाडिको हाम्रो मेरो त्यो रिटायर टकमा पनि मैले भनिसकेँ है। त्यति बेला चाहिँ अब नयाँ भएकोले गर्दाखेरि एउटा त्यो ट्रेनिङ पनि सिस्टमसँग भइरहेको थिएन है। फेरि भएन त्यहाँ पाङथाङमा कहाँ कमान्डेन्ट साहब चाहिँ गान्तोकमा डिजल पावर हाउसको एरियामा त्यहाँ क्वार्टर थियो, त्यहाँ बस्नुहुने है। अनि उहाँ डेली पनि आउनु हुँदैन थियो, अब हुनुसक्छ अब कमान्डेन्ट हो कि उहाँको अफिसियल कामहरू भएको कारणले गर्दाखेरि विशेष गरेर गान्तोकमै बस्नुहुने। अनि समयमा मात्रै पाङथाङमा चाहिँ अब सरप्राइज एउटा चेकहरू गर्नुको निम्ति आउनुहुन्थ्यो है। अनि पाङथाङमा चाहिँ अब ठुलो बडा भनेको चाहिँ मैले भनिहालेँ, उहाँबाट बाहिरबाट आएको डेपुटेसनबाट आएको हाम्रो साहबहरू है, जस्तो पुण्य साहब, देवराम साहब, एकजना नायर साहब है। त्यहाँदेखि उसको मुनि चाहिँ अब हलदार साहबहरू जस्तो सिएचएम है, बिएचएम है, स्टोरको हलदार साहब है हो। त्यस्तो नि अब हलदार साहबहरू त्यति बेलाको हलदार साहबहरू चाहिँ अहिलेको समयमा भन्नु पर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अब त्यति बेला हाम्रो लागि चाहिँ अब एउटा डिस्ट्रिक्टको एसपी बराबर नै थियो भन्न चाहन्छु है। अब सानो अब के अरे खाँडु फेरि बलियो। तर उहाँहरूको अब त्यस्तै हो पढालेखा भन्ने कुरा त अब मैले तपाईँहरूलाई पहिल्यैदेखि भन्दै आएको है, सबैकै अलिक कम्ती हुन्थ्यो अब है। अनि उहाँहरू चाहिँ अब प्रमोसन भएर प्रमोटियर हो नि त। तर उहाँहरू चाहिँ अब त्यो के भन्नु अब प्र्याक्टिकल्ली चाहिँ बहुत खतरनाक हो कि। अब सिएचएम साहब त्यति बेला थियो, सिएचएम माने अब सिम्पल हो नि, हलदार साहबकै ऱ्याङ्क हो। तर उहाँले चाहिँ हातमा एउटा यस्तो छालाको पनि असल त छैन मलाई थाहा छैन, तर त्यति बेला चाहिँ छालाको एउटा बेल्ट जस्तो हुन्थ्यो, घडी जस्तो नि। त्यसको माथि चाहिँ भारतको यो स्तम्भ हुन्थ्यो त्यहाँनिर पित्तलको, त्यो लगाएको हुन्थ्यो। उहाँलाई चाहिँ सिएचएम भन्थ्यो कि। सिएचएम भनेपछि चाहिँ हलदारहरूदेखि अलिकति माथि होइन हुन्थ्यो। अन्त डल्लै ट्रेनिङ चाहिँ उसको अधीनमा हुन्थ्यो। अब अहिले त सायद
ट्रेनिङ अफिसरहरू है, इभन अहिले त एसपी ऱ्याङ्कको साहबहरू त्यहाँनिर ट्रेनिङको मैदानमा ट्रेनिङको दौरानमा त्यहाँ बराबर रिक्रुटसँगै उहाँहरू त्यहाँनिर सलबल भएरै हिँडिरहेको देखिन्छ है। तर त्यति बेला चाहिँ अब त्यहाँनिर चाहिँ सिएचएम बिएचएम मात्रै, त्यहाँदेखि अब बिहान फलिन भयो है, त्यहाँदेखि 6:15मा फलिन हुन्थ्यो बिहान। अन्त फलिन भइसकेपछि रिपोर्टिङ है, त्यहाँदेखि अब प्लाटुन कमान्डरले गएर उयोलाई के अरे सिएचएमलाई रिपोर्ट है, त्यहाँदेखि सिएचएमले गएर त्यहाँदेखि त्यो अफिसर भनौँ न ट्रेनिङ अफिसर उहाँलाई रिपोर्ट है दिइसकेपछि चाहिँ उहाँले अब सुरु गर भनेर एकदम माथिबाट अर्डर आइसकेपछि त्यहाँबाट चाहिँ ओफ्री पाफ्री कुदाउने उखार्ने अब सुरु 45 मिनट्स है। घरि गएर पर जा रुख उखालेर आइज भन्छ। अब त्यो कहिले हुने कुरा होइन नि त। अन्त कोही चाहिँ अब कुदेर जान्थ्यो क्या, अलिक बाठेहरू चाहिँ। अन्त कटुसको रुख हो त्यो पनि, अब त्यो 100 वर्ष नागेको रुखहरू थियो त्यति बेला त्यहाँनिर। अनि जा उखालेर ल्याए भन्थ्यो। अन्त के अरे अब कतिजना चाहिँ जान्थ्यो, कुदेर जान्थ्यो, फर्केर आउँथ्यो। तर कतिजना चाहिँ अलिकति अब बाठे भएर नित्य बसिरहन्थ्यो। अन्त किन गइन् यस्तो भनेर सोध्थ्यो। अन्त सर सक्दैन उखाल्नु भनेर भन्थ्यो कि तैँले गएर कोसिस गरिस्, रुखलाई तैँले छोएर हेरिस् भनेर चाहिँ त्यहाँबाट चाहिँ सोध्थ्यो है। अब छोएको त छैन, अब नछुइकन तैँले कसरी भनिस् उखाल्नु सक्दैन भनेर हो। न्यू त्यहाँबाट फ्यान्ट्रोल सुरु गर हो, ग्राउन्डको वल्लो छेउदेखि पल्टाको पल्लो छेउदेखि वल्लो छेउ, त्यो एकजनाले गरेर पुरा प्लाटुनलाई। त्यो चाहिँ उनीहरूको एउटा के थियो भन्दाखेरि नि, त्यो एउटा चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तो खालको एउटा कठिनाइहरू भनौँ न है, कठिनाइ परिश्रम आउँदा पनि एउटा के भने अब सहनु सक्ने है, एउटा जस्तो अब यो त अहिले त मिलिट्रीहरूको आर्मीहरूको हुन्छ ट्रेनिङ हो, त्यस्तै नि अब गर्नु सक्ने। फेरि भएन अर्को उहाँ यति साह्रो अब के भन्नु, अब दग्दी नि ऱ्यागिङ यति साह्रो गर्ने, तर त्यहाँनिर बोल्नु भएको छैन। यसलाई त भन्छ अनुशासन होइन, डिसिप्लिन भन्ने कुरा होइन। अन्त त्यो उस्तादले सेतो भित्ता छ उतिहार कालो भन्दाखेरि हजुर सर कालै रहेछ भन्नुपर्ने है। फेरि त्यो कालो भित्तालाई त्यो सेतो हो हजुर सेतै हो भन्नुपर्ने कि अब। अन्त यति साह्रो उहाँहरूले भन्थ्यो पनि। यो ट्रेनिङ सेन्टर चाहिँ कस्तो हो भने लाटालाई बाठा बनाउँछ, बाठालाई लाटा बनाउँछ र बिचमा ल्याएर चाहिँ सबलाई ब्यालेन्स गर्छ, बराबर बनाउँछ भनेर चाहिँ उनीहरूले हो। त्यस्तो नि लाटालाई बाठा, बाठालाई लाटा बनाउँछौँ हामी भनेर चाहिँ त्यस्तो खालको अब दिने। त्यहाँदेखि अन्त उफारेकै अब बिहान पिटीमा त्यो फ्यान्ट्रोल हनाएको छ हो, त्यस्तो त्यो कुरै छैन। योगा सोगा भन्ने त त्यति बेलाको समयमा गर्नु पायो भने त त्यो त स्वर्ग पुगेकै जस्तो हो नि त है। खालि फिजिकल्ली आमामा डोरीमा चढ्नु, मङ्की रोप भन्छ, कता डोरीमा चढ्नु, यता खुट्टा चिन्छ हो, कता के ब्यान्ड खिच्नु भयो। त्यहाँदेखि गएर घोडा नाग्नु भन्थ्यो, काठको घोडा हुन्थ्यो, त्यो नाग्नु जस्तो अब समस्या पिर केही होइन अब है। फेरि मैले भने म त अलिकति सानो उमेरमै, म त होइन हामी 4-5 जना थियो सानो उमेरमा लागेको। त्यो घोडा नाग्ने त मैले सकिनँ नै। लास्टमा 1-2 खेप चाहिँ अब त्यो पनि जबरजस्ती हो कि उस्तादहरूले जबरजस्ती गर्दाखेरि सक्यो होला, नभए त म एकदमै सकिनँ। घुँडा जहिले पनि घुँडा ठोकेर उल्लोपट्टि नै म लड्थेँ है। अन्त हो त्यस्तो नि, अब ब्यान्ड खिच्दाखेरि पनि कम्बरमा यसरी समातेर चाहिँ उस्तादहरूले चाहिँ यसरी के हो भने सपोर्ट गरेर मात्रै ब्यान्ड खिच्नु सक्ने, अब त्यस्तो थियो। अन्त फुच्चे पनि थिएँ, अब अलिकति लुते खालके नि अब त्यति बेला हो कि। अन्त फेरि त्यति बेलाको समयमा अलिकति यो जुन चाहिँ खानपिन भनौँ न, डाइटहरू पनि राम्रो थिएन नि त है, त्यसले गर्दाखेरि त्यस्तो। त्यहाँदेखि फेरि अब त्यहाँदेखि गएर तपाईँको 45 मिनट 7 बजी होला, 7 बजी सकेपछि त्यहाँबाट रिग्रेट भन्थ्यो नि त, बिकुल लाग्थ्यो। बिकुल लागेर पनि त्यसै अब कहाँ त्यो सजिलोसँग जानुपर्ने, अब त्यहाँ पनि तक्दी। फेरि अहिले अब प्यारेडमा आउँदाखेरि कस्तो प्रकारले आउनुपर्ने, के गर्नुपर्ने, भोक लागेर चाहिँ मर्ला जस्तो भइसक्यो हो छैन। त्यहाँदेखि फेरि तल गयो, लुगा पनि त एकदम चडाकचुडुक पारेर लगाएर आउनुपर्ने। त्यहाँदेखि अन्त स्पिड ब्रेक हुने बित्तिकै त्यहाँदेखि उस्तादले छोड्नु पऱ्यो नि त। त्यहाँदेखि उस्तादले छोडेपछि कुदेर ब्यारिकमा जानुपर्ने। गइसकेपछि चाहिँ सबभन्दा पहिला चाहिँ हामी चाहिँ उर्दी चाहिँ लगाइहाल्थ्यो। उर्दी बुट सुट यति छिटो लाउँथ्यो। अब त्यो भोक पनि लागेको हो, सबै कुरो अब त्यो लगभग भन्नुहोस् न
त्यो 15-20 मिनटभित्रमा चाहिँ सबै सक्नु पऱ्यो अब गरेर है। अन्त माथि ढिलो भयो भने त बाटोबाटै फेरि फ्यान्ट्रोल सुरु, फेरि फ्यान्ट्रोल गर्दाखेरि त्यो लुगाहरू मैला भयो भने त्यतै पनि फेरि पनिसमेन्ट हो कि त्यस्तो नि। त्यहाँदेखि तलदेखि अब आउँदाखेरि पनि अलिकति छिटो आउनुपर्ने। अन्त त्यहाँदेखि के गर्यो भन्दाखेरि चाहिँ त्यो सकेपछि त्यहाँबाट थालहरू बोकेर चाहिँ ब्रेकफास्टको लागि जानु पऱ्यो है मेजमा। गइसकेपछि फेरि त्यहाँ लाइन बस्नुपर्ने। त्यहाँदेखि यत्रो यत्रो डाडुले एक एक डाडु त्यो चाना हुन्छ नि, चाना डाल्डामा पकाएको चाना दिन्थ्यो। त्यहाँदेखि अन्त एक एक कप चिया दिन्थ्यो है, त्यही हो ब्रेकफास्ट। त्यहाँदेखि त्यो खायो, त्यो खाइसकेपछि त्यहाँ थप्ने सक्ने कुरा छैन, त्यो राम्रोसँग त्यो के अरे साबुन लाएर धुने पनि त्यो समय छैन। त्यतिकै अलिअलि पखाली राखेर अन्त त्यतिकै अब त्यो आफ्नो बेडको छेउमा है त्यहाँनिर बक्साको माथि तिरी त्यहाँनिर राखेर त्यो मिलाएर राख्नुपर्ने नि, त्यो जताततै फ्याँकेर राख्नु कहाँ पाइन्छ। त्यो चेक गरेर भेट्यो भने फेरि माऱ्यो, राखेर त्यहाँदेखि फेरि माथि गयो। अब माथि गएर चाहिँ त्यहाँबाट फेरि रिपोर्टिङ भइसकेपछि अब त्यो दिन चाहिँ अब के छ, अब काठको राइफलसँग आर्म्स ड्रिल गर्नुपर्ने हो कि खाली पत्र के साथ हो, सामने देख एडीले टेक चित्थर दबा टेक चल भन्ने त्यस्तो खालको कासनहरू हुन्थ्यो त्यति बेला। सुन्नुहोस् है, फेरि के भन्थ्यो भने नि, सामने देख एडीले टेक चुत्थर दबा भन्ने, चुत्थर भनेको यो हाम्रो है बुटक, दबा टेक चल भनेर अब त्यस्तो खालको कासन गर्ने उस्तादहरू। त्यहाँदेखि अब धुलो उडाउनु पऱ्यो ग्राउन्डमा। त्यो गएर तपाईँको 11:40सम्म, 11:40 आम्मा घाँटी 11:40मा त त्यो भोक लागेर रिङ्गटा चलेर किसिमले अब त्यो यति चाना खाएको, त्यो माथि उफारेकै, तर अब त्यति बेला फिट चाहिँ फिट हुन्थ्यो। त्यहाँदेखि फेरि 11:40मा अब त्यो सकिराखेर त्यहाँदेखि ब्रेक दिन्थ्यो। त्यहाँदेखि कुदेर गयो, तल गएपछि अब त्यो लुगाहरू खोल्नु यताउता, भरे लुगाहरू खोल्नु यताउता ढिलो गऱ्यो फेरि थाल नभेट्ने। हाम्रो साथीहरूले चाहिँ के गर्दो रहेछ भने त्यो विन्टरतिर नि अब साबुन त प्रायः हुँदैन थियो। अन्त त्यो के अरे के गर्थ्यो भने नि, अब डाल्डामा हुन्थ्यो नि त सब्जीहरू सब, त्यो डाल्डामा पकाएकोले गर्दाखेरि छ्याप टालिने क्या। फेरि मिठो पनि त्यही मिठो हुने खानुपर्ने। त्यहाँदेखि मेजदेखि अलिकति परपट्टि खोल्चा थियो, खोल्चामा चाहिँ धुनुपर्ने। अब त्यो खरानीहरूले त्यो माटो ढुङ्गाहरूले त जाने कुरा आउँदैन त्यो डाल्डा त। अन्त साथीहरूले चाहिँ के पालक पुलुक हेऱ्यो, अन्त तर त्यो अल्गिरी घारी भनौँ न है, त्यो जङ्गलतिर घुएत्रो हालिदिने थाल हो। त्यहाँदेखि अन्त हात साथ चाहिँ यताउता दलदल पारे, माटोतिर दलदल पारेर राखेर सफा गरेर चाहिँ फर्किने गर्दा त छैन नि। पछाडि त थालै सक्यो ब्यारिकमा। अन्त थाल सकेपछि फेरि खोज्नु जाने क्या, तल खोज्नु गयो, टिपेर ल्याएर त्यहाँबाट यसो अघि मेसतिर अब त्यो त्यति बेला कुक साहबहरू भनौँ न है, खतरा हुन्थ्यो नि त उहाँहरूको। अर्को डाडु पनि उहाँहरूकै हातमा छ, अलिकति रिस उठायो भने त यति मात्रै दिने हो, अलिक ठुल्ठुलो कुरा गर्नु, डाडुलाई टाउकोमै हिर्काउने त्यस्तो खालके नि अब। अन्त उहाँहरूलाई चाहिँ अलिक त्यो डाल्डा अलिक बेसी अब ग्रेभी सेभी खानुपर्ने छ, अलिक मिठो खानु छ भने चाहिँ बिहानै चाहिँ बोल्छेन एकदम गुड मर्निङ गुरुजी भन्नुपर्ने क्या उहाँहरूलाई। अन्त खुसी हुन्थ्यो। अन्त भातहरू सब्जीहरू थपिदिनु, अलिक बेसी पनि थपिदिने। फेरि अलिकति त्यो चिल्लो चाप्लो भनौँ न है, फेदको त्यो ग्रेभीहरू पनि अलिकति दिने नि। त्यसले गर्दाखेरि त्योसँग मुछेर चाहिँ खान्थ्यौँ नि त। अन्त अस्ति मैले भने अब चामलहरू कस्तो हुन्थ्यो भनेर है, फेरि आउने दिनमा फेरि भनौँला। अब गर्दा त्यहाँदेखि हेर्नुहोस् है, अब त्यो सकेर त्यहाँदेखि 11:40मा खानासाना खाएर एकछिन गएर अब त्यहाँदेखि हो कि ब्यारिकमा पुग्यो। ब्यारिकमा पुगेपछि चाहिँ अब कस्तो चाहिँ थाकेर त्यो निन्द्रा लाग्ने भन्नुहोस् न। आम्मामामा सेलेक्टै हुने नि त। अन्त कोही साथीहरू चिठी लेख्ने, कोही गफ गर्ने यताउता, कोही अन्त ओछ्यानमा एकछिन रेस्ट गर्नु पऱ्यो भनेपछि भुदुकै निदाइ पठाउने। भरे एकैचोटि रिट लाग्दाखेरि पो तर्सिन्थ्यो। त्यहाँबाट गएर चाहिँ कोही बेला पिटी हुन्थ्यो, कोही बेला फटिक भएपछि अब त्यही हो, कोही बेला ग्राउन्डै खन्नु जानुपर्ने, त्यहाँ तास तुस है। अन्त कोही बेला चाहिँ स्पोर्ट्स हुन्थ्यो, त्यो भलिबल सलिबलहरू त्यहाँ अलिकति खेलाउँथ्यो। त्यहाँदेखि खेल्नु पऱ्यो, केही न केही चाहिँ गर्नु पऱ्यो एक्टिभिटिज। त्यहाँदेखि गरिसकेपछि त्यहाँबाट ब्रेक हुन्थ्यो, ब्रेक भएर फेरि बेलुकाको रोल कल हो, बेलुकाको रोल कल फेरि 5:15तिर हुन्थ्यो होला बेलुकाको रोल कल। आम्मामा अलिकति नतन्काउने, भोलि के गर्नुपर्ने, कसले ब्यारिक लिनुपर्ने, कसले ब्यारिक बढाल्नु पर्ने हो कि त्यस्तै हो नि ट्रेनिङ। त्यहाँदेखि कसले त्यो ब्याट लेआउट भन्छ नि है, ओछ्यान चाहिँ टुडक्कै मिलाउनु पर्ने हो कि। पक्का यो ट्रेनिङ चाहिँ यस्तो कि मान्छे बनाएर छाड्छ जस्तो लाग्यो म चाहिँ। एउटा त्यो अब
हामी चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि चाहिँ एउटा पशु जस्तै रहेछ नि त। अन्त त्यहाँ गएर चाहिँ एकदम त्यहाँ ट्रेनिङ गरिसकेपछि चाहिँ अलिक मान्छे जस्तो हुँदो रहेछ अघि जस्तो लाग्यो हामीलाई। गर्ने त्यहाँदेखि फेरि बेलुका हो कि अब त्यो लाइट पनि थिएन, जेनेरेटर चलाउँथ्यो त्यो पनि कोही कोही बेला, नभए त क्यान्डल स्यान्डल आफ्नो आफ्नो यत्रो यत्रो ठुटा भए पनि बिचरा कोही कोही चाहिँ बकसको माथि त्यो क्यान्डल निकालेर नि, त्यति बेला त इङ्ल्यान्ड लेटर भन्थ्यो, चिठी पढ्नै हुन्थ्यो त्यसमै, अब त्यो त्यसमै लेख्यो, त्यहाँदेखि लेखेर चाहिँ त्यसमै टालेर चाहिँ त्यो चाहिँ लगेर पोस्ट अफिसको पोस्ट बक्स भन्छ होला हौ सायद, रातो हुन्थ्यो, त्योभित्र हाल्नु पऱ्यो। हालेपछि चाहिँ त्यो चिठी चाहिँ अब पुग्ने नि घरमा। अब कति दिन पुग्छ, कोही बेला 1 महिना 1.5 महिनामा पनि पुग्छ अघि चिठी, हाल खबर के छ कस्तो छ भनेर हो। उताबाट फेरि त्यो पोस्टम्यान आउँदाखेरि कम्ती खुसी नलाग्ने क्या, अब के आयो होला, अब राम्रो खबर नि, केही भए पनि केही क्षणको लागि भए पनि एउटा आफ्नो त्यो दुखाइ पिराइ आफ्नो अघि त्यो थकान अलिकति मेटिने नि, घरको हाल खबर यसरी पढ्नु पाउँदाखेरि है। अनि त्यहाँदेखि अर्को चाहिँ थियो मनी अर्डर फर्म, केटाहरूकोमा सबैकोमा हुन्थ्यो है, सबै अब दुःख पाएको दुःख थियो नि त त्यति बेला। इङ्ल्यान्ड लेटर अघि कोही साथीहरू जाँदा किन्नु पठाउँथ्यो पोस्ट अफिसमा, अन्त त्यहाँदेखि मनी अर्डर फर्म, त्यहाँदेखि त्यो मनी अर्डरमा चाहिँ अब महिना मरेर त्यही पाउँथ्यो 200-250 रुपियाँ। त्यसमा पनि 100 रुपियाँ 110 रुपियाँ त्यति चाहिँ हामीले मनी अर्डर गरी घर पठाउँथ्यो है। अन्त त्यो पैसा चाहिँ 15 दिन 20 दिनतिर सायद पुग्थ्यो होला। त्यो त अब एसएनटी बसले अघि लिएर आउने, लिएर आएर त्यहाँ पोस्ट अफिसमा पुऱ्याउनु पर्यो, त्यसको थुप्रो थियो। अब त्यो त्यस्तो प्रकारले त्यो पैसाहरू चाहिँ अब त्यसरी पुग्थ्यो नि, सायद थुप्रोको थुपारीहरू एकैचोटि ल्याउँथ्यो होला है। अन्त एक दिन के भयो भन्दाखेरि नि